एकचोटि बसेर थच्च बसेर एउटा कुरो म सोच्छु क्या, रोनाल्डो मेस्सी डिभाइड गर्छ क्या, मतलब को बेटर, को असली गड, को खतरा हो भनेर होइन। तर तपाईँहरूलाई म इक्जाम्पल दिन्छु क्या, किनकि मेस्सी र रोनाल्डो कम्पेयरै गर्न मिल्दैन क्या, किनकि रोनाल्डो त्यो लेभल पुगिसक्यो अनि मेस्सी त्यो लेभल पुग्नलाई अझै सक्दैन क्या। महादेवीमै बाटोमै हार खाइन्छ क्या, किनकि मेस्सी फुटबलको लागि गोल्डेन बोय हो म मान्छु, तर रोनाल्डो एउटा मात्र प्लेयर हो जसले यस्तो फिल्डमा आफूलाई फिट गरेर होइन, आफ्नो फिजिक अनि आफ्नो मेन्टललाई रोकेर अनि यस्तो जिम गरेर आफ्नो बडीलाई होइन ढुङ्गा सर बनाएर आएको रोनाल्डोलाई होइन। अनि मेस्सी जस्तो मान्छेसँग कम्पेयर गर्न मिल्छ। मेस्सीलाई एक दुईचोटि त्यो जिमको डम्बल उचाल्नलाई होइन 20 महिना 1 महिना 10 दिन सुत्छ होइन। अनि रोनाल्डो त्यो काम 20 सालभन्दा अगाडि गरिरहेछ। अनि असली गड को हो त कमेन्ट गर। मान्छु फुटबलमा मेस्सी इज गोल्डन प्लेयर हो, तर वर्ल्डमा चाहिने भनेको क्रिस्टियानो रोनाल्डो। तिमीहरू रोनाल्डोलाई यो कारणले हेट गर्छ कि किनकि मेस्सीले वर्ल्ड कप जित्यो भनेर, तर एक्ज्याक्टली होइन, किनकि मेस्सीभन्दा अगाडि म्याराडोना पनि थियो अर्जेन्टिनाबाट, तर रोनाल्डो यानि कि पोर्चुगलबाट एउटा मात्रै प्लेयर थियो त्यो क्रिस्टियानो रोनाल्डो, किनकि आफ्नो देशलाई त्यो स्टारसम्म पुर्याइदियो अनि आफ्नो खेलेको क्लबलाई त्यो लेभलसम्म पुर्याउने एउटा मात्रै प्लेयर हो क्या उसले। तिमीहरूले भन्छौ रोनाल्डोसँग इगो घमण्डा धेरै छ भन्छ होइन, एक्ज्याक्टली सही हो, किनकि रोनाल्डोले बनाएकै उसको घमण्ड अनि उसको माइन्ड सेटले हो क्या। किनकि तिमीहरूले यो कुरो पत्याउँदैन होला, तर जसले उसलाई गिराउन खोज्छ नि त्यसलाई गाडेर हिँडिरहेको छ क्या यो क्रिस्टियानो रोनाल्डोको इगो। अनि जो सानोमा पोचा लगाएर हिँड्ने मान्छे आज आफ्नै तकदिर बदलिरहेछ, किनकि एक सिग्नेचर वर्ल्डमा तबाही हो होइन। अनि यो बाजीको वर्ल्ड कपमा रोनाल्डोले जित्छोस् नजित्छोस् यो एउटा तार हो क्या हाम्रो लागि चाहिँ, रोनाल्डो फ्यानहरूको लागि। मेस्सी डिसरेस्पेक्ट गर्दिनँ क्या, किनकि मेस्सी भोपाल प्लेयर हो, तर बस फ्यानहरू धेरै बोल्छ र होइन, अलिक ठिक लाग्दैन होइन। तर रोनाल्डो इज गड 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 हो, किनकि मेस्सीलाई त्यो रोनाल्डोको लेभलसम्म आइपुग्नलाई धेरै सङ्घर्ष धेरै मिहिनेत गर्नुपर्छ पहिले होइन। अब त सक्दैन पनि, डम्बल उचाल्न कहाँ सक्छ अनि होइन। रोनाल्डोले त्यो 20 सालभन्दा अगाडि गरिसक्यो क्या। अनि जति रोनाल्डोको घमण्ड छ नि त्यति घमण्ड मेस्सीमा छैन क्या। डिसिप्लिन होला, तर कुनै बेला होइन डिसिप्लिनले आफ्नो रेस्पेक्टले मात्रै काम पुग्दैन क्या, किनकि अरूलाई हराउनलाई आफूसँग कन्फिडेन्ट हुनुपर्छ क्या। किनकि रोनाल्डो त्यही हो, किनकि रोनाल्डोले जति नै कमब्याक गरेको छ नि, जति नै कमब्याक गरेर आफ्नो टिमलाई जिताएको छ नि सब डनै थियो क्या। रोनाल्डोले एक दुईवटालाई मारेर आएको होइन क्या, त्यो वर्ल्डको सबै बेस्ट प्लेयरलाई मारेर आएको क्या। अनि गड को रहेछ त केटा होइन, असली गड क्रिस्टियानो रोनाल्डो। Here we go.